नमस्ते मित्रहरू, आज हामी सिक्नेछौँ युट्युब च्यानलको होम ट्याब र कम्युनिटी ट्याब कसरी ओएन गर्ने। सबैभन्दा पहिले होम लेआउट ओएन गर्नुहोस्। त्यसपछि कम्युनिटी ट्याब एनेबल गर्न तपाईको च्यानलमा कम्तीमा 1000 सब्स्क्राइबर हुनु आवश्यक छ। भिडियो मन परे ट्युन लाइक गर्नुहोस्, कमेन्टमा आफ्ना प्रश्नहरू सोध्नुहोस् र आर्थर ज्ञानलाई सब्स्क्राइब गर्न नभुल्नुहोस्। सुरक्षित रहनुहोस् र सिकिरहनुहोस्।